हेलो नमस्ते एभ्रिवान, म सन्तोष सुवेदी, नेपाल कल्चर एन्ड फिल्म सेन्टरको चेयरम्यान, साथै 6 नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभलको डाइरेक्टर। यही आउँदो मिति जनवरी 30, 31 एन्ड 1 फेब्रुअरी हाम्रो 6 नेपाल कल्चरल इन्टरनेसनल फिल्म फेस्टिभल हुन गइरहेको छ। यो फेस्टिभल विशेष गरेर काठमाडौँको क्युज राइजिङ मल र फिल्म डेभलपमेन्ट बोर्ड नेपालमा हुन गइरहेको छ। यो फेस्टिभल 3 दिनको लागि सञ्चालन हुन गइरहेको छ। साथै यो फेस्टिभलमा विभिन्न हाम्रो एक्टिभिटीहरू हुनेछ। त्यसमा मास्टर क्लासेस, प्यानल डिस्कसन, आर्ट एक्जिबिसन र Q&A सेसन पनि हामी सञ्चालन गर्न गइरहेको छौँ। र यो फेस्टिभलमा विशेष गरेर हामीले 47 वटा कन्ट्री, 47 कन्ट्रिजको 98 सेमी फाइनलिस्ट फिल्महरू स्क्रिनिङ गर्न गइरहेको छौँ। यहाँहरू सम्पूर्णलाई यो 3 दिन फेस्टिभलमा आएर सहभागिता हुनको लागि म हार्दिक अनुरोध गर्न चाहन्छु र यहाँहरूको साथ सहयोगको मैले अपेक्षा राखेको छु। धन्यवाद।